निर्वाचन आयोगले तोकिएकै मिति र समयमा निर्वाचन हुने बताउँदै सबैलाई तयारीमा लाग्न आग्रह गरेको छ। निर्वाचन बाहेक कुनै विकल्प नभएको अस्थिरता सिर्जना गर्ने गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको भन्दै आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले निर्वाचनको वातावरण बिथोलिने अवस्था नभन्ने दावी गरे। निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन निर्वाचन आयोगले फागुन 20 देखि 22 गतेसम्म सार्वजनिक बिदाका लागि सरकार समक्ष सिफारिस गरेको छ। अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिन मात्रै सार्वजनिक बिदा दिने गरेकामा यसपटक 3 दिन बिदा सिफारिस गरिएको आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए। नेपाली कांग्रेसले निर्वाचनको कुनै विकल्प नरहेको बताएको छ। पार्टी प्रवक्ताले शासनको वैधताको स्रोत जनताको मताधिकार भएको भन्दै निर्वाचन भएरहित शान्तिपूर्ण र निष्पक्ष बनाउने सम्पूर्ण दायित्व सरकारको रहेको स्मरण गराएका छन्। पार्टीमा विभिन्न नेता र कार्यकर्ताको प्रवेशको लहर चलेको उल्लेख गर्दै नयाँ प्रवेशीहरूलाई व्यवस्थित गर्दै बहुमतमा पुग्ने विश्वास लिएको बताएका छन्। भ्रम र षड्यन्त्र विरुद्ध दृढता देखाउँदै सामाजिक सद्भाव, मर्यादित चुनावी प्रतिस्पर्धा र स्वतन्त्र मतदान सुनिश्चित गर्न सबैलाई अपिल समेत गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्। उनले चुनाव स्थगित गर्न विभिन्न प्रयास भइरहे पनि एमाले कुनै अलमलमा नपरी जित्ने तयारीमा रहेको दावी गरे। उनले अलमल नगरी निष्पक्ष रूपमा चुनावमा भाग लिनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले रासोपाले घण्टी बजाउँदै ध्वनि प्रदूषण गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्। राजा वीरेन्द्रको शालिगमाथि चढ्ने र झण्डा जलाउने जस्ता कार्य निन्दनीय रहेको बताउँदै राप्रपाले निर्वाचन आयोगलाई गम्भीर हुन आग्रह समेत गरेको छ। यस्ता दुर्व्यवहारप्रति रासोपाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र आचार संहिता पालना गर्नुपर्ने भन्दै उनीहरूले निर्वाचनको मर्यादा जोगाउन सबै दल जिम्मेवारी हुनुपर्ने बताएका छन्। भक्तपुर 2 मा नेकपा एमालेका उम्मेद्वार महेश बस्नेतले मध्यपुर थिमीलाई अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउने योजना भएको बताएका छन्। घर दैलो क्रममा बस्नेतले माटोका भाँडा, काष्ठकला र धातुकलाको लाइभ म्युजियम निर्माण गरी कला, संस्कृति र सम्पदालाई विश्वभरका पर्यटकका लागि आकर्षकको केन्द्र बनाउने प्रतिबद्धता समेत व्यक्त गरे। पेट्रोलियम पदार्थमा 10% इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब 6 अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने भएको छ। यसले व्यापार घाटा कम गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले बताएका छन्। लामो अध्ययनपछि कार्यान्वयनको चरणमा पुगेको इथानोल मिश्रणले कृषि उत्पादन बढ्ने, रोजगार सिर्जना हुने र स्वच्छ ऊर्जा प्रवर्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ। रौतहटको गौरमा धार्मिक विषयका कारण दुई समुदायबीच उत्पन्न द्वन्द्व समाधान गर्न सोमबार बिहान सद्भाव र्याली निकालिने भएको छ। सद्भाव र्यालीले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिइने बताइएको छ। विवाद समाधानका लागि स्थानीय सहभागी गराएर सुरक्षा समितिले औपचारिक, अनौपचारिक छलफल गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने समेत निर्णय गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि 23 जना वरिष्ठ उपरीक्षकलाई देशभर खटाउने निर्णय गरेको छ। आइजी राजु अर्यालले विशेष निर्देशन दिँदै निर्वाचन अघि, समयमा र पछि आउन सक्ने चुनौती सामना गर्न उम्मेद्वार, मतदान केन्द्र र मतदाताको सुरक्षा सुनिश्चित गर्न सूचना सङ्कलन र समन्वय कायम राख्न आग्रह गरेका छन्। मानव अधिकार संरक्षण गर्दै बल प्रयोग गर्ने, कमजोरी रिपोर्ट गर्ने र कानुन अनुसार रणनीति बनाउन पर्ने निर्देशन दिएको छ। काठमाडौँको तारकेश्वर 9 स्थित एक घरमा पसेको चितुवाको आक्रमणबाट 2 जना घाइते भएका छन्। स्थानीय अनुजमणी अधिकारीको घरमा चितुवा पस्दा दुलाल महर्जन र मायानाथ वागले घाइते भएको प्रहरीले जनाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ। उनीहरूले प्रसाईलाई पक्राउ गरेको प्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए। प्रसाईलाई 4 फागुनमा भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको थियो। राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु भएको छ। मुफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि सुरु हुन लागेको हो। एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ए डिभिजनका 13 र एन्फा प्रेसिडेन्ट लिगका 4 गरी 17 वटा टोली सहभागी छन्। प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन्।
पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा 20 अफगानीको ज्यान गएको छ। अफगानिस्तानको तालिबान सरकारले महिला र बालबालिका मारिएको दावी गर्दै जवाफी कारवाही गर्ने चेतावनी समेत दिएको छ। पाकिस्तानले भने आफ्नो देशमा भएको आत्मघाती आक्रमणको जवाफमा कारवाही गरिएको बताएका छन्। यसअघि इस्लामाबादमा भएको विस्फोटमा 40 भन्दा बढी मारिएका र 160 भन्दा बढी घाइते भएका थिए।